मेरो चित्त दुखाइ यति हो कि जेल जोगाउन मलाई भिडमा धकेलेर उल्टो मेरो कारणले देशभरिका कैदी बन्दी भागे भनेर बदनामी र मिडियाबाजी किन गर्नु परेको होला। त्यो पनि भइगयो मेरो चित्त यो दुख्न अब बाँकी बगाछ र यतिखेर पनि यस देशका एक भ्रष्टाचारीहरू सुरक्षा निकायको घेरामा छन्, मेसमा मेजमानी खाइरहेका छन्। म जनताको भिडबाट एक्लै निस्किएपछि एक्लै छु, एउटा पुलिस पनि मसँग छैन। मेरो बदनाम गराउन तल्लीन पुराना दलका केही टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा खुब देखेको छु मैले। हे पुराना दलका सेनामेना साथी हो, तिमीहरू आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो विरुद्धको दुष्प्रचारको पार्टीमा नाचिरहेका छौ। आफ्नै पार्टी परिवार भित्रका साथीहरूप्रति मेरो केही कहीँ कतै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईहरुलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईहरुको कुनै पनि यात्राको बाधक बन्दैन। रासोपा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमै खुसी छु नि। तर पार्टी त बन्छ आमा बाको आशीर्वादले बन्छ, दिदीबहिनीहरूको प्रेमले बन्छ र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी चाहिँ बन्छ। मेरो र